काठमाडौँको तीनकुने गैरी गाउँमा 4 जनाको शव फेला परेको छ। दिव्य फर्निचर मिलभित्र एकै परिवारका 3 सहित 4 जनाको शव भेटिएको हो। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा 4 वटा शव फेला परेको छ। हत्या हुनेमा 2 महिला र 2 पुरुष रहेका छन्। दोलखा घर भएका कुमार भुजेल, उहाँकी श्रीमती अम्बिका र कुमारकी आमा सुभद्रा भुजेल तथा मोरङ घर भएका नवीन राईको शव भेटिएको प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा प्रहरी परिचालन गरी थप अनुसन्धान भइरहेको पनि उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले जानकारी दिने। मैनालीका अनुसार घटनाको अनुसन्धानका लागि काठमाडौँको तीनकुने बस्ने 28 वर्षीय दिपेन्द्र राईलाई सोधपुछका लागि पक्राउ गरिएको छ। घटनाको अनुसन्धानका लागि तालिम प्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ। घटना राति 12 बजेतिर भएको हुन सक्ने अनुमान गरिएको छ।